भाक्का पाकिरहेछ भाक्काको स्वाद लिँदै हामी ल साथीहरुमा भेटेछ यो प्रेम यसको नाम रहेछ तस्बिरको काम गर्दै थिए क्या टोयलेटमा आजको ब्लग त स्वागत छ आज बिहान बिहान म रेडी भइसकेको छु के फ्रेन्डको जानको लागि खाना पकाउन आँटेको म चाहिँ यहाँ हेर्न सक्नुहुन्छ रेडी भइसकेको छ पुरै चुला आज भेराइटी थाहा छैन के हुन्छ के हुन्छ बडीगार्डको त मतलब बडीगार्ड चाहिँदै छैन मेरो लागि त बडीगार्ड अलरेडी दुईटा छँदैछ म चाहिँ रेडी भइसकेको छु हेर्न सक्नुहुन्छ आजको आउटफिट चाहिँ त पुरै ए हे हे फ्यान्सी घाम पनि उस्तै लागेको छ तर मैले घाममै हिँड्ने अब अहिलेसम्म मलाई सिटी भेटेकै छैन गाइस यस्तो तनाव छ क्या एकपल्ट आइपुगिसकेको छु हेर्न सक्नुहुन्छ यहाँको रोड त्यस्तै छ हेर्न सक्नुहुन्छ खतमै खतम छ पानी हालेको छ अलिअलि चाहिँ यहाँ हस्पिटल चोक आइसकेको छु हेर्न सक्नुहुन्छ म चाहिँ अब अलिकति साथीलाई भेट्छु होइन त्यसपछि हामी निर्वाचनको त्यो भोटर आइडी के भन्छ त्यो बनाउन चाहन्छु पछि यहाँ हेर्न सक्नुहुन्छ मेरो नागरिकता फोटो मैले देखाउन कोसिस गर्ने यहाँ साथीको बाइक रहेछ ऊ पनि बनाउँछ यहाँ हामी यहाँ मेन रोडमा आइसकेको छौँ हेरौँ कुन ठाउँ रहेछ त्यो ठाउँ इलेक्सन कमिसन अफिस के ठाउँ भन्छ यहाँ हामी पुगिसकेको छौँ इलेक्सन कमिसन अफिस हेर्न सक्नुहुन्छ मामा आजीहरू उता चेकिङ जाँच के गर्दै हुनुहुन्छ यहाँ हामी पुगिसकेको छौँ यहाँ हाम्रो ड्राइभर साहेब पुरै पारामा आफ्नो बाइक पार्क गर्दै धेरै भिड छ आज हुन्छ कि नै त्यो नाम चढाइ अब हामीलाई अनलाइनबाट त्यो प्रि रेजिस्टर गर्नुपर्छ त्यसपछि हामीले एप्लाई गर्नु पाउँछौँ छैन हामीले के गर्नुपर्छ सो एकछिन पछि आउने हाम्रो जेनजियरको कमाल हेर्नुहोस् पुरै जलाइसकेको छ यहाँको कार्यालयहरू त आज हाम्रो दर्ता हुँदैन अब किनभने गभर्मेन्टले हाम्रो सर्भर डाउन गरिसकेको छ अब लास्टै गाह्रो भयो क्या अब भोलि आऊँ कि नआऊँ त्यो पनि सोच्ने कुरा हुन्छ मोरङको एउटै लोकेसनमा त्यो सेन्टर हालिदिएको रहेछ अब यसैले सर्भर पुरै डाउन छ क्या मोरङको एउटै ठाउँमा प्लेसमा हालिदिएको रहेछ सेन्टर अब चाहिँ हामी घरतिर जान्छौँ अहिले निकाल्दै हुनुहुन्छ बाइक अब आज त क्लोज भयो भोलि नै आउनुपर्छ हामीलाई अब चाहिँ हामी निस्क्यौँ घर अब अलिकति डुल्नुपर्छ अलिकति घर त एकछिनमा जाने अहिले जस्ट हामी एउटा ट्राफिक चौक आइपुगिसकेको छौँ हेर्न सक्नुहुन्छ अलिकति भोक लागेर हामी एकछिन खान्छौँ पेटलाई पनि अब पूजा गरेर जरुरी छ पूजा त बिहानै भइसक्यो पेटको तर अहिले पनि गर्ने हो पूजा रोड साइड भर्खर आइपुग्यौँ अब एकछिन नास्ता गर्छौँ यहाँ रोड साइडमा भर्खर आइसकेको छौँ हामी हेलो दाइ के छ लगाइ चाहिँ हाम्रो नास्ता आइसकेको छ कफी प्लस कर्नडक मेरो साथी अब हामी एकछिन खानाको इन्जोय गर्छौँ हाम्रो अहिले नास्ता भइसकेको छ त्यसले अहिले पेमेन्ट भइरहेछ दाइ हाम्रो चिने जानेकै हो अलिकति डिस्काउन्ट त भइहाल्छ अब चाहिँ हामी घरतिर जाँदैछौँ अब अलिकति घर त जानु पऱ्यो हाम्रो ड्राइभर साहेबले अब गाडी निकाल्दै हुनुहुन्छ छिट्टी जानुपर्छ घर अब राति पनि धेरै छिटो भइहाल्छ अब भिडियो इज स्पोन्सर्ड टु AK5 युट्युब च्यानल उहाँले एउटा शनिबार दिन आफ्नो युट्युब च्यानलमा सन्थाली ऱ्याप हाल्दै हुनुहुन्छ त्यो च्यानलमा गएर सब्सक्राइब गरिदिनु होला हामी कटरमा रुकेको थियौँ कि चप्पल किन्छौँ भनेर एउटा चप्पल पनि मन नपर्ने क्या भाइको लागि त्यो कलरकै चाहियो अरे त्यही साइजको होइन हामीले जस्ट यो चप्पल फिक्स गऱ्यौँ पेमेन्ट भइसकेको छ त्यो भाइको लागि हेर्न सक्नुहुन्छ अब यो पर्फेक्ट हुन्छ होला होइन त्यो रङ्गली जाने बाटो हुन्छ कस्तो धुलै धुल उडेको कहिले भन्छ जुरीपुलदेखि उता चाहिँ बनिसकेको छ अलिअलि यता कहिले भन्छ धुलै धुल उड्दै उड्दै हामी पनि उडेर जान्छौँ यो नयाँ बजारको रोड चाहिँ बनिसकेको छ अलिअलि अर्का त हालिसकेको छ अब पिच गर्न मात्रै बाँकी छ यताको विकसित भनेको अब छिट्टै हुँदो रहेछ क्या बस्तीको जुलुस गरे बर्डरको जुलुस गरेर जस्तो अहिलेसम्म बनेकै छैन यता त अब कन्ट्याक्ट यतिकै लिएको छ त्यही भएर बनिरहेको छ हामी साथीको घर आइसकेको छौँ यो मोटे आशिष अविनाश र म चिन्नुहुन्छ होला मलाई ल साथीहरूमा भेटेछ यो प्रेम यसको नाम रहेछ तस्बिरको काम गर्दै थिएँ क्या टोयलेटमा चिया बनाउँछ क्या हाम्रो लागि पाहुना खाना आएको छौँ हामी अर्को बस्न चिल अब यहाँ चुलो खै देसी चिया बन्छ देखा न देखा ओरिजिनल चिया हाम्रो चाय आइसकेको छ केटाले पिइरहेको छ मेरो पनि चाय आइसकेको छ केटाहरू फुटबल खेल्न जान्छ म चाहिँ आज जानु भ्याउँदिनँ बल पनि फुटिसकेको छ क्या बलको हालत पुरै भित्रको ब्लाडर त गइसकेको छ धुलै धुल बाइक पनि धुलै धुलमा पुरै कुहिरे जस्तै भयो वहाँ हेर्न सक्नुहुन्छ धुलै धुल भाक्का पाकिरहेछ भाक्काको स्वाद लिँदै हामी जताको मान्छे हेर्नुहोस् आलसप पनि पाक्दैछ म चाहिँ घर आइसकेको छु हेर्न सक्नुहुन्छ मेरो गाउँ फाइन गाइज म चाहिँ घर आइपुगेँ होइन किनभने छिट्टै आउनु पऱ्यो त्यहाँ धेरै भिड थियो त्यहाँ नाम दर्ता गर्न सकेन भोटर लिस्टमा अब पछाडि गरौँ
अब त्यो जानुभन्दा अगाडि चाहिँ मलाई त्यो के भन्छ गर्नुपर्ने हुन्छ अनलाइनबाट, त्यो गरिसकेपछि मात्रै जान्छु। अब आजको लागि यति नै ब्लग, सो बाई। मेरो यस्तै भिडियोहरू ब्लग भिडियोहरू चाहनुहुन्छ भने मेरो च्यानल सब्सक्राइब गर्नुहोस् र इन्स्टाग्राम पनि जाने गर्छ। सो आजको लागि यति नै, बाई।